नमस्ते, गुड मर्निङ। इन्डियामा आजबाट चाहिँ 2026 जनवरी 1 स्टार्ट भइसकेको छ र म आज दुईजना मेरा युट्युबका साथीहरूले कमेन्ट गर्नुभएको छ मलाई। एकजनाले सहकारी ठग रविको दिवा सपना नदेख्दा हुन्छ भन्ने कमेन्ट छ भने अर्को साथीले देशको लागि सोचेर कमेन्ट गर्नुभएको छ। देश रविमय बनेको छ, उतातिर रवितिरै छ सारा ध्यान र नाकाहरूबाट विभिन्न कुराहरूको आक्रमण भइसकेको छ भन्ने जस्तो राम्रो कमेन्ट गर्नुभएको छ। पक्कै पनि देश रविमय बनिराखेको समयमा नाकाहरूबाट विभिन्न बिचौलियाहरू तस्करहरू काण्डका पोकाहरू ल्याएर नेपाल भित्रिने, नेपालबाट बाहिर जाने कामहरू, बोर्डरतिर एकदमै सुरक्षाको निकायबाट चाहिँ कमजोरीपन देख्न पाइन्छ। त्यो कुरा सही हो तपाईको कुरा। त्यो ध्यान सरकारले समयमै पुर्याउनु पर्छ। अब अस्ति मात्रै आँखामा चस्मा, आँखाबाट लेन्स समेत हाल्ने मान्छेहरू आएर त्यस्तो क्यासिनो चलाउने मान्छेहरू हैन, त्यो अब बोर्डरबाटै त हो नि भएको हैन, अरू त कहाँबाट? एयरपोर्ट, बोर्डरहरू हैन, मेन नाकाहरूबाट त्यसको रोकथाम यो सरकारले गर्नुपर्ने हुन्छ। अर्को कुरा, अब मेरो एकजना साथीले यहाँनिर भन्नुभएको छ रवि सहकारी ठग अब सपना नदेखे भनेर। सपना मैले मात्रै हैन, पुरा देशले सपना देखेको छ। रवि सहकारी ठगै हैन, त्यो भनिँदैन। हो भने छिटो जेलमा जाओस्, कोचियोस्, यो सरकारले छानबिन गरोस्। अब तपाईँ आफै विचार गर्नु न हजुर। पुरानो सरकारले प्रतिशोध साध्यो भनिराखेका थियौँ, नयाँ सरकार आएको छ त छानबिन गरेर कोचे हुन्छ, हैन भनेपछि खुल्ला हैन, समयमै कुनै मान्छेलाई यो कुरा रविको जस्तो हैन जालजेल तपाईँ हामीमा पर्यो भने हामी निस्किन्थ्यौँ त? यो पनि सोच्नु पर्यो नि। एकछिनको लागि मान्थ्यौँ रवि सहकारी ठग नै हो, प्रमाण चाहियो होला, पुष्टि हुने प्रमाण चाहियो नि। अब तपाईँ हामीले पनि जानेको कुरा छ, बुझेको कुरा छ, दुईटा हुनु पर्यो, कि त न्याय मिल्नु पर्यो कि त जाखिनु पर्यो। यो भइदियो भनेपछि सबैभन्दा बेस्ट हुन्छ भन्ने हो। तपाईँ मिठा कमेन्ट गर्ने मेरा प्यारा साथीहरूलाई म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। यो बेङ्गलोरको यो गल्लीबाट फेरि पनि कमेन्ट गर्दै गर्नु होला। म तपाईँहरूको कमेन्ट पर्खाइमा हुनेछु हैन। बिहान यो चिसो मौसममा काम गर्दै जाँदैछु म चाहिँ।